आज साउन 10 गते आज संसद भवनमा बालेनले केही बोल्छु भनेर सबैलाई निमन्त्रण गरेको छ। तर त्यो निमन्त्रणामा हर्क सम्पाङलाई उपस्थिति हुनका लागि अनुरोध गर्दछु, किनकि तपाईँ चाहिँ आज संसद भवनमा उपस्थिति भएर देशको लागि केही बोल्नु, किनकि नराम्रो कुरा नबोल्नु, किनकि तपाईँ जुन बाटोमा हिँड्नु भयो त्यो बाटो लुटमारको बाटो हो। किनकि पहिला माओवादीले लुटे थियो त त्यो लुटमारमा परे थियो, तपाईँ जानुभएको थियो। अहिले तपाईँ चाहिँ श्रम संस्कृति पार्टी खोल्नुभयो, तर एउटा माओवादीको विधान जस्तै विधान बनाएर तपाईँ त्यसमा चाहिँ लाग्नुभयो। तर त्यसैले त्यो सबै काम छोड्नु र देश कसरी बन्छ त्यसको लागि तपाईँ उपस्थिति हुनु र त्यसमा बोल्नु। त्यो हर्क सम्पाङलाई उपस्थिति गराउनको लागि हार्दिक अनुरोध गर्दछु।